के सबै देशका झण्डाहरू सधैँ चारकुने हुन्छन्? होइन, नेपालको चाहिँ होइन। हाम्रो झण्डा संसारकै अनौठो, 2 त्रिकोण मिलेर बनेको एक मात्र झण्डा हो। यी 2 रातो त्रिकोणहरू आकाशतिर घाम झुल्किँदै गर्दा उभिएका हिमालका शिखर जस्तै देखिन्छन्। झण्डाको आकृतिले हाम्रो देशको सुन्दरताको झल्को दिन्छ। उचाइमा ठाडा हिमाल, हरिया पहाड र शान्त तराई। यसले हाम्रो 2 प्रमुख धर्म, हिन्दू र बौद्ध धर्म, शान्तिपूर्वक सँगै बस्ने परम्परालाई पनि चिनाउँछ। झण्डाको चम्किलो सिम्रिक रङ नेपालकै राष्ट्रिय रङ हो। यही रङ हाम्रो राष्ट्रिय फूल लालीगुराँसको पनि हो। रातो रङ साहसको प्रतीक हो, हरेक नेपालीको वीरताको गाथा गाउने रङ हो। अनि नीलो किनारा, त्यो शान्ति र मेलमिलापको चिनो, बुद्धको भूमिमा सयौंदेखि बगिरहेको शान्तिमय आत्मा, पीस। नजिकबाट हेर्नुहोस् त, चन्द्र र सूर्य देख्नुभयो? ती पनि कथा सुनाउँछन्। चन्द्र हिमाली भेगका शान्त, मृदु, सौम्य मानिसहरूको प्रतीक हो। सूर्य तातो तराईका अथक मनोबल भएका मानिसहरूको चिनो हो। दुवै मिलेर भन्छन्, जबसम्म सूर्य चन्द्र आकाशमा रहन्छन्, नेपाल पनि रहिरहनेछ। एक समयसम्म झण्डाको रूप अलि भिन्न थियो। 1962 भन्दा पहिले हाम्रो झण्डामा सूर्य चन्द्र अङ्कित अनुहार पनि थिए। पछि नेपाल आधुनिक राष्ट्र बन्दा झण्डाबाट ती अनुहार हटाइयो, डिजाइनलाई सफा सरल बनाइयो, तर पुरानो गौरवशाली आकार भने जस्ताको तस्तै राखियो। यो डिजाइन कति पुरानो हो भनेर थाहा छ? यो प्राचीन हिन्दू ध्वजाहरूबाट आएको हो। मन्दिर र पुराना राज्यहरूमा विजयको प्रतीकका रूपमा प्रयोग हुने ध्वजा। त्यसैले हाम्रो झण्डा केवल डिजाइन होइन, यो हावामा फरफराइरहेको इतिहास हो। र एउटा रमाइलो कुरा, यदि झण्डाको पोल छेउमा ऐना राखियो भने झण्डाको आकृति हेर्दा तपाईलाई प्यागोडा जस्तो देखिन्छ, नेपालका धेरै मन्दिरको छाना जस्तै। त्यसैले हाम्रो झण्डा कपडाको टुक्रा मात्र होइन, यो विश्वास, साहस, शान्ति र हिमाल चाहिँ अडिगागमाको कथा हो। अर्को पटक जब तपाईँ झण्डा फरफराइरहेको देख्नुहुन्छ, सम्झनुहोस् त्यो नेपालकै मुटु हो, गर्वसँग हिँडिरहेको। हाम्रो झण्डा सानो होला, तर यसको कथा हिमाल जत्तिको विशाल छ। नेपाली झण्डा साहसी, सुन्दर र एकदमै अद्वितीय छ।